नमस्ते एभ्रिवान, फेरि पनि मेरो फेसबुक पेजमा तपाईँलाई स्वागत छ। आज डिनरमा आलुदम बनाउँदैछु हो। आलु उसिनी हेर्नुहोस् होला, यो मेरो लिसा हो है। लिसासँग खेल्दै खाना पनि बनाउँदै गर्दैछु। आलु उसिनेर पनि पिस पिस बनाइदिइहालेँ। तेल गरम भइहाल्यो, कालो जिरा लगाएँ। कालो जिरा लगाएपछि टमेटो र लसुनको पेस्ट पनि बनाइरहेको थिएँ। लसुन र मैले डल्ले खोर्सानीलाई पेस्ट गरेर मजाले मुटेँ हो। आलु पनि उसिनिरहेको छु। रोटी पोल्नु भनेर रोटी आँटा गुनिराखेँ। टमाटर पनि लगाइदिइहालेँ। अब त्यसलाई अलिकति बुन्नु पऱ्यो नि। कलर हेर्नुहोस् कस्तो भयो। मन पर्थ्यो भने लाइक कमेन्ट फलो गरिदिनुहोस् होला। अब त्यसमा आलु पनि मिक्स गरिदिएँ। अलिकति अब पकाउनु त पऱ्यो नि होइन। अलिकति धनियाँ पनि लगाइदिएँ। कस्तो मन पर्थ्यो भने लाइक कमेन्ट फलो गरिदिनुहोस् होला। थ्याङ्क यू सो मच।